इन्टरस्टेलर मुभी थाहा छ? त्यो ग्रह जहाँ बिताएको 1 घण्टा पृथ्वीमा 7 वर्ष बराबर हुन्थ्यो। आजकलको विज्ञानले यसलाई टाइम डाइलेसन भन्छ। तर के तपाईलाई थाहा छ, अल्बर्ट आइन्स्टाइन जन्मिनुभन्दा पनि हजारौं लाखौं वर्ष अघि हाम्रो ग्रन्थहरूमा टाइम डाइलेसनको घटनालाई एकदमै विस्तारमा लेखिसकेको थियो। यो कहानी कुनै साइन्स फिक्सन होइन, यो कहानी हो सत्ययुगको। सत्ययुगको समयमा कुशस्थली नाम गरेको राज्य थियो, जहाँका राजा थिए ककुडमी। उनकी एउटी छोरी थिइन् रेवती। रेवती जसलाई पुराणहरूमा सर्वगुण सम्पन्न भनिएको छ। उनको सुन्दरता, उनको तेज र उनको ज्ञान यस्तो थियो कि राजा ककुडमीलाई लाग्थ्यो यो पूरा पृथ्वीमा उनको छोरीको लायक कुनै पुरुष नै जन्मिएको छैन। धेरै राजकुमारहरू आए, तर राजाले कसैलाई पनि आफ्नो छोरीको योग्य देखेनन् र यही पर्फेक्सनको खोजीले राजालाई एक अनौठो यात्रामा लिएर गयो। राजा ककुडमीले सोचे, सृष्टिकर्ता ब्रह्माजीलाई त पक्कै थाहा होला मेरो छोरीको लागि योग्य पुरुष को हुन्छ भनेर। त्यसैले आफ्नो छोरी रेवतीलाई लिएर उहाँ आफ्नो योग शक्तिद्वारा सिधै ब्रह्मलोक पुग्नुभयो। जब उहाँ त्यहाँ पुगे, ब्रह्माजी गान्धर्वहरूको संगीत प्रस्तुति हेर्नमै व्यस्त थिए। राजा ककुडमी अनुशासित थिए। एकछिन पर्खिन्छु, यो गीत सकिएपछि आफ्नो प्रश्न राखौँला भनेर उहाँ संगीत नसकिन्जेल प्रतीक्षा गरेर बसे। उनले त्यहाँ कति क्षण कुरे होला, सायद 20 मिनट, आधा घण्टा। ब्रह्माजीको लागि त्यो केही पल मात्र थियो, तर राजा ककुडमीलाई के थाहा कि त्यो केही पलमा पृथ्वीको समय निकै तेज गतिले अघि बढिरहेको थियो। संगीत सकियो। राजाले आफ्नो लिस्ट निकाले र नम्रतापूर्वक सोधे, हे प्रभु, मैले मेरी छोरीलाई यिनी राजकुमारहरू सोचेको छु, तपाईँ भन्नुहोस् यिनीहरू मध्ये को चाहिँ राम्रो हुन्छ। ब्रह्माजी एकछिन हाँस्नुभयो। उनले भन्नुभयो, हे राजा, तिमीले जसको नाम लिँदैछौ उनीहरू कहिलेको मरिसके। राजा छक्क परे। ब्रह्माले थप्नुभयो, तिमीले त्यहाँ संगीत सुनेर बिताएको ती केही क्षणको दौरान पृथ्वीमा 27 चतुर्युग बितिसके। 27 चतुर्युग अर्थात् करोडौं वर्ष। तिम्रो राज्य, तिम्रा मन्त्री, तिम्रा आफन्त, तिमीले चिनेको साथीभाइ सबै इतिहास बनिसके। त्यो इतिहास पनि माटोमा मिलिसक्यो। सोच्नुस् त, तपाईँ केही पलको लागि कतै जानुभयो र फर्किँदा तपाईलाई चिन्ने कोही पनि जिउँदो छैनन्। राजा ककुडमी र रेवती आफ्नो समयभन्दा धेरै अघि भविष्यमा आइसकेका थिए। ब्रह्माजीले उनीहरूलाई सुझाव दिनुभयो, अहिले पृथ्वीमा द्वापर युगको अन्त्य हुन लागेको छ। भगवान विष्णुले बलरामको रूपमा अवतार लिनु भएको छ। जाऊ, बलराम नै रेवतीको लागि योग्य वर हुन्। पृथ्वीमा फर्किँदा सबै कुरा बदलिसकेको थियो। रेवती सत्ययुगका थिइन्, त्यसैले उहाँ द्वापर युगको मान्छेहरू भन्दा धेरै अग्ली थिइन्। अन्त्यतः यो कथाले हामीलाई सिकाउँछ, टाइम इज नट लिनियर, टाइम इज रिलेटिभ। विज्ञानले आज बुझेको टाइम डाइलेसन हाम्रो ऋषि मुनिहरूले हजारौं वर्ष अघि नै अनुभव गरेका थिए। सायद अहिले पनि ब्रह्माण्डको कुनै कुनामा कोही हामीलाई कुरिरहेको छ, जहाँ हाम्रो सम्पूर्ण जीवन उनीहरूको लागि एक पल मात्र हो।